प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस विकासमा अब अघि बढेकोमा खुसी व्यक्त गर्नुभएको छ। भौतिक पूर्वाधार मन्त्रालयले मध्य प्रदेशभरिका 320 किलोमिटर सडकलाई एकैचोटि शिलान्यास गर्दा उहाँले खुसी व्यक्त गर्नुभएको छ। आफ्नै पार्टीका नेता सरोज कुमार यादवले सुरु गरेको यो अभियानमा साथ दिनको लागि जनकपुर आइपुगेका ओलीले यस विषयमा खुसी व्यक्त गर्दै भन्नुभयो, मधेस अब विकासमा अगाडि बढ्दैछ। प्रदेशका 8 जिल्लालाई छुने गरी र 8 जिल्ला मात्रै होइन 64 वटै प्रदेश सभाहरूलाई छुने गरी, प्रदेश सभाका क्षेत्रहरूलाई छुने गरी र तिनको चौतर्फी विकासलाई प्रभावित गर्ने बाटा सडकको एकमुष्ट शिलान्यास यस कार्यको सफलताको लागि हार्दिक शुभकामना भन्न चाहन्छु र यो कार्य सबैका प्रयासबाट समयमै गुणस्तरीय ढङ्गले सफल हुनेछ र यसले यस प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास गर्छु। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आजदेखि होइन द्वापर कालदेखि त्रेता युगमै मधेस समृद्ध मधेस थियो, मधेस शिक्षित मधेस थियो, तर अहिले के कारणले मधेस पछाडि पर्यो त्यसको कारण पत्ता लगाउन यहाँका नेताजीहरूलाई आग्रह गर्नुभएको छ। यो प्रदेश एउटा जागरुक प्रदेश हो, इतिहास भएको, इतिहास बोकेको प्रदेश हो, पवित्र पावन भूमि हो, राम जानकीको भूमि हो, परशुरामको भूमि हो, दशरथको भूमि हो, रामको भूमि हो। यो प्रदेश विश्वामित्रको भूमि हो, यो प्रदेश देवी देवताहरूको भूमि हो। यहाँ प्रसिद्ध तीर्थस्थलहरू छन्, ती तीर्थस्थलहरूको यो भूमि हो। तसर्थ केही समय विभिन्न ऐतिहासिक कारणहरूले यस भूमिको विकास हुन सकेन, यहाँका जनताको विकास हुन सकेन। तर अब बेला आएको छ, यस प्रदेशको विकास अत्यन्तै तीव्र गतिका साथ हुनेछ र यो प्रदेश अरू प्रदेशभन्दा पछाडि पर्ने होइन, अझ अगाडि बढेर विकासको मार्गमा जानेछ। विकासका लागि सुशासन आवश्यक छ। केन्द्रले गर्नुपर्ने सुशासनका लायकका सहयोगका कामहरू केन्द्रबाट हुनेछन्। प्रदेशलाई म आग्रह गर्न चाहन्छु, यहाँका पालिकाहरूलाई म आग्रह गर्न चाहन्छु, पोलिटिकल पार्टीहरूलाई आग्रह गर्न चाहन्छु, यहाँका तमाम जनप्रतिनिधि र जनसमुदायलाई आग्रह गर्न चाहन्छु, सुशासन अरू कसैले कायम गर्ने होइन, हामी आफैले कायम गर्ने हो। हामी आफैले सुशासन कायम गरेर विकासको बाटोमा अगाडि। आजको यस शिलान्यास कार्यक्रमले अगाडि बढ्ने सन्दर्भमा एउटा नयाँ सङ्कल्प फेरि प्रस्तुत गरेको छ। म तपाईँहरूलाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। आगामी दिनमा यी कुराहरूले तपाईँहरूलाई अगाडि बढ्न मद्दत पुर्याउने रहेछ। यस प्रदेशमा अहिले केही समय विकासका कामहरू प्रशस्तै भइरहेछ। 10,000 भन्दा बढी नै होला आवास कार्यक्रमले गरिब निमुखा जनतालाई आवास बनाएर सरकारले हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालामा रेल सुरु भएको र त्यो रेलवेलाई अब विस्तार गर्ने र नयाँ रेल किनेर थप्ने भनेर पनि जनकपुरमा आएर यहाँका जनताहरूलाई आशा देखाउनु भएको छ। आज जनकपुरमा रेल पुगेको छ, त्यसलाई विस्तार गर्नुहोस्। रेलको बाटो यसै प्रदेशमा अब बर्दिवाससम्म पुर्याउने हाम्रो योजना छँदैछ। फेरि पूर्व पश्चिम रेलवेका लागि पनि बाटो काम भइरहेछ। तर म भन्न चाहन्छु त्यसलाई हामी ब्रोडगेज अथवा स्ट्यान्डर्ड गेज कस्तो रेल चलाउँछौँ भन्ने कुराको तय भइसकेपछि र हामीले 6 लेनको 4 लेनको हाइवे बनाउने भइसकेपछि
हाइवेको बिचको जुन ग्याप हुन्छ त्यहाँ पिलर उठाएर बिचमा स्टेसन राखेर रेलवे त्यहीँबाट बनाउन सक्छौँ। त्यसै माथिबाट, त्यसकारण फाल्तु जमिनको आवश्यकता पर्दैन। अब त्यस बाटोमा लाग्छौँ। केही ठाउँहरूमा मात्रै जहाँ अलिक बढी घुम्ती छ त्यस्तो ठाउँमा मात्रै अरू जमिन हामीले अधिग्रहण गर्नुपर्ने र अर्को एलाइनमेन्ट बनाउनु पर्ने आवश्यकता छ। होइन भने हामी त्यसैबाट चलाउन सक्छौँ। त्यसर्थ यसलाई अलिकति नयाँ ढङ्गले पनि हामी सोचेर अगाडि जाँदैछौँ। जनकपुरमा रेलको सङ्ख्याकै कमी भएको छ अहिले। यति रेल पनि खचाखच छ र यहाँ रेलको सङ्ख्या थप्न छ र सुसञ्चालन गर्न जरुरी छ। अर्को कुरा, हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्ना मान्छेहरूलाई ट्रेनिङै दिँदैनौँ। जहिले पनि अरूका मान्छे खरिदेर अनि सञ्चालन गर्न लगाएपछि घाटामा जान्छ। त्यस कारण घाटामा जान नदिनका लागि हामी जनकपुर रेलवे सञ्चालनका लागि मानिसहरूलाई ट्रेनिङ दिने व्यवस्था पनि प्रदेशको जीवन रेखाको रूपमा रहेको गौरवको आयोजना सुनकोशी मनिर डाइभर्सनमा ठेकदारले गरिरहेको लापरवाही विरुद्ध सरकार कठोर बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ। उहाँले ठेकदारले काम गर्न नसके ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरेर काम सुरु गर्ने र जनतालाई त्यसको प्रतिफल दिने बताउनु भएको छ। बागमतीबाट हामीले मरिन खोलामा उसलाई सुनकोशीलाई मरिन खोलामा मिसाएर त्यहाँबाट ल्याएर मधेस सिँचाइ गर्ने कार्यक्रम आरम्भ गरेका छन्। तर ठेकदारले ढिलासुस्ती गरेको देखेर सायद ठेक्का तोड्नुपर्ने अवस्था बन्न सक्छ र हामी छिटै निर्णय गर्दैछौँ। या त ठेकदारले तदारुकताका साथ काम अगाडि बढाउनुपर्छ, होइन भने 25 वर्षसम्म बाजा खेत राखेर मरिन आउँदैछ, डाइभर्सन हुँदैछ, सुनकोशी आउँदैछ भनेर 25 वर्ष पर्खिने त्यो धैर्य त हामीसँग छैन। बनाउन छिटै सक्नुहुन्छ, छिटै बनाउन सक्नुहुन्न भने ठेक्का तोडिनेछ, अर्को ठेकदार तयार हुन्छ, उसले काम गर्नेछ। अब प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य प्रदेशको राजधानी जनकपुर आएर आज बताउनु भएको छ कि खुलासा गर्नुभएको छ कि यो कुरा भ्रष्टाचार भन्दा पनि ढिला सुस्ती महाभ्रष्टाचार रहेको उहाँले बताउनु भएको छ। भौतिक पूर्वाधार मन्त्रालयले मध्य प्रदेशका 320 किलोमिटर सडकको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो ढिला सुस्तीलाई पनि अब उपचार गर्ने बताउनु भएको छ। भ्रष्टाचार भन्दा पनि ठुलो अपराध ढिला सुस्ती हो। किनभने भ्रष्टाचारले त 10% भ्रष्टाचार गर्ला, तर यहाँ त त्यो आयोजनाको मूल्य नै 7% बढ्छ। एकातिर आयोजनाको मूल्य 7% बढ्छ, 1000% त त्यसले दिने प्रतिफल, त्यसले दिने उपलब्धि त्यो हाम्रो घुमिरहेको हुन्छ। त्यस कारण यो ढिला सुस्ती भन्ने कुरा भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन, ढिला सुस्ती नियन्त्रणमा पनि अब सरकारको कडाइका साथ ध्यान जाँदैछ। तसर्थ म साथीहरूलाई भन्न चाहन्छु, अब हामी नयाँ युगमा, यो कम्प्युटर युग हो, यो आइटीको युग हो, यो एआईको जमाना हो। यस जमानामा हामी चाहिँ बामे सरेको चालले होइन, रकेटको चालले अब विकास गर्नुपर्छ। बामे सरेको त्यस कुरामा सरकारको ध्यान दिएको छ र जानेछ। चुरे तराई मधेसको समृद्धिको आधार रहेको समेत प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गर्नुभएको छ। उहाँले चुरे संरक्षण बिना मधेसको अस्तित्व नरहने समेत बताउनु भएको छ। त्यसैले सरकारले चुरे संरक्षणका कार्यक्रमहरूलाई भरपर्दो र प्रभावकारी बनाउने बताउनु भएको छ। यहाँ पानीको सतह तल जाँदो छ, सुक्खा बढ्दो छ। यसका निम्ति चुरेको संरक्षण, विशेष ढङ्गले चुरेको संरक्षण, यो चुरेको संरक्षणको गीत गाएको र चुरे संरक्षण समिति के जाति उजाति बनाएको, जिम्मा लगाएको धेरै वर्ष भइसक्यो, उपलब्धि केही पनि छैन। त्यो उपलब्धि नहुने खालका कामहरू निरन्तर हुँदैन। उपलब्धि हुनुपर्छ, चुरेको संरक्षण गरिनुपर्छ, चुरेको ठोस ढङ्गले संरक्षण गर्ने योजना र नीति कार्यक्रम हामी ल्याउँछौँ। चुरे केन्द्रित, चुरेलाई संरक्षण गर्यो भने मधेसको संरक्षण हुन्छ। चुरेको प्रणाली रोकियो भने
पानी सङ्ग्रह गर्न सकियो त्यहाँ भने, त्यहाँ पोखरीहरू नयाँ पोखरीहरू बनाउन सकियो भने, ती पोखरीमा पानी प्रशस्त रहनुपर्छ भन्ने धेरै छैन, ती चुइरहन्छन्। किनभने के ग्रान्ड ठाउँ छ। चुनुको अर्थ के हो भने तलतिर मधेस सिन्चित हुँदै जान्छ। त्यहाँका पोखरीहरू चुनुपर्छ, चुन्छन् र मधेस सिन्चित हुँदै जान्छ। तर पोखरीहरू हामी निर्माण गर्छौँ र मधेसको पानीको सतहलाई माथि उठाउँछौँ। वृक्षारोपणभन्दा बढी वृक्ष जोगाउने काम गर्छौँ। वृक्ष जोगायो भने धेरै रोपण गर्नु पर्दैन। पहिले झार उम्रिन्छ, अलिक पछि अलिक ठुलो झार उम्रिन्छ, अलिक पछि भुट्यान उम्रिन्छ, अलिक पछि ठुलो जातिको प्रजातिको रुख उम्रिन्छ, अलिक पछि दीर्घकालसम्म बाँच्ने खालका प्रजातिका रुखहरू उम्रिन्छन्। त्यो प्राकृतिक नियम हो। तर हामी धैर्यता गर्दैनौँ र छिटै सिधाइदिन्छौँ। त्यसो गरेर विभिन्न वन जङ्गल वन क्षेत्रहरूको संरक्षण, सारनाथ आदिको संरक्षण, ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ। हामीले औद्योगिक हिसाबले वीरगञ्ज सिमरा एउटा औद्योगिक करिडर बनेको छ, औद्योगिक क्षेत्र बनेको छ। बहुत खुसीको कुरा। त्यसकारण उद्योग धन्दाको विकास, उद्योगहरूको स्थापना, सिमरामा औद्योगिक क्षेत्र छ, अरू औद्योगिक क्षेत्रहरूलाई पनि हामी विकास गरेर औद्योगिकरणतर्फ लिएर जानेछौँ, कृषिको आधुनिकीकरणतर्फ लिएर जानेछौँ। र अब यसपछि हामी सुनकोशी कमला डाइभर्सन, सुनकोशी कमला डाइभर्सनबाट मध्य प्रदेशको पूर्वी भेगलाई पनि सिँचाइ गर्ने काम गर्नेछौँ। त्यसले गर्दा कोशीबाट नहर निकाल्न सकिने कुरा, तल कोशीको सिमानामा गएर नहर निकालेर के हुँदैन, त्यो नहर यहाँ सिँचाइमा काम नलाग्ने, त्यसरी होइन। माथिबाट फेदबाट नहर निकाल्नु पर्दछ र समग्र तराईको सिँचाइ गर्नुपर्छ। त्यस ढङ्गले हामी काम गर्छौँ। युवाहरूलाई लक्षित गरेर हामीले एआई सेन्टरहरू स्थापना गर्नेदेखि लिएर कम्प्युटरमय कुराहरूदेखि लिएर कम्प्युटरमय बनाउने कुराहरूदेखि लिएर यहाँका विश्वविद्यालयलाई उपयुक्त ढङ्गले सञ्चालन गर्ने कुराहरूदेखि लिएर यहाँका क्याम्पसहरूलाई आधुनिक शिक्षामा लिएर जाने र गुणस्तरीय शिक्षामा लिएर जाने, यहाँका सबै तहका विद्यालयहरूलाई गुणस्तरीय शिक्षामा लिएर जाने आवश्यक छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसभरि सञ्चालित रहेको अवैध अस्पतालहरूलाई कडाइपूर्वक बन्द गराउनु पर्ने बताउनु भएको छ। यहाँका अस्पतालहरूको सुसञ्चालन गर्नुपर्ने। मैले सुनेको छु 4 महिनापछि अपरेसन गरेको मान्छे होसबाट होस नखुलिकन बिते। के कारणले 4 महिनासम्म होस नखुल्ने कारण के हो? सुन्छो हस्पिटल कस्तो थियो भन्दा दर्दै नगरेको, जसले चिरफार गरिदिए पनि हो, जसले मान्छे च्यापेर मात्र बेडमा सुताएर अस्पताल के अरे अपरेसन गरिदिए पनि हो, दर्दै नभएको भने त अधिकारै हुँदैन त अपरेसन गर्ने। कसरी गर्छ? यस्ता कुराहरू मानिसको ज्यान जाने खालका कुराहरूसँग कुनै खेलबाड हुन सक्दैन। त्यस्ता कुराहरूमा ठिक ढङ्गले यसको व्यवस्थापन र सञ्चालन गरिरहेछ। अहिलेको सरकारले यस सम्बन्धमा सुधारका चाल्न खोजेका कदमहरू उपयुक्त छन्। कदम केही न केही नचालिकन हुँदैन यस्तो कुराहरू। त्यसकारण मेरो मान्छेको र मेरो मान्छेले गरेको गल्ती, मेरो मान्छेले गरेको बदमासी गर्न पाउनु पर्यो, उसलाई कारवाही हुनु भएन भन्ने कुरा होइन, तेरो मेरो भन्ने कुरा होइन। ठिक कुरालाई प्रोत्साहन, बेठिकलाई निरुत्साहन, त्यही ढङ्गले यस्तै गरेर अरू क्षेत्रहरू, युवाहरूका लागि खेलकुदका क्षेत्रहरू, बेगनका रङ्गशाला निर्माण भइरहेको छ। जनकपुरमा मैले त्यति बेलै रङ्गशाला निर्माण गर्न सुरु गरिसकेको कुरा, सुरु गर्ने भनेर त्यसलाई अगाडि बढाइसकेको, जग्गा लोकेसन गरिसकेको, त्यस स्थितिबाट अहिले पनि जनकपुरमा नबन्नु उपयुक्त छैन। हामी यथाशीघ्र नै जनकपुर रङ्गशाला पनि निर्माण कार्य अगाडि बढाउनेछौँ र निर्माण कार्य हुनेछ। यो प्रदेश गरिब हुनै नसक्ने प्रदेश, यति उर्वर प्रदेश कसरी गरिब हुने? तर यो प्रदेश वास्तवमा भन्ने हो भने सबभन्दा पछाडि परेको छ शिक्षा। हुम्ला, मुगु, डोल्पा जस्ता जिल्लाहरू यो यहाँका 72भन्दा 68भन्दा यी जिल्लाहरूभन्दा शिक्षामा अगाडि छन्। कस्तो अचम्म हो! माछापुच्छ्रे गाउँपालिका
94% भन्दा बढी साक्षर छ। त्यस्तो हिमालमा 3 घण्टा धाएर पढेर विद्यार्थीहरू साक्षर छ। अब यहाँका भन्दा धेरै मान्छे बालबालिकाहरू 3 घण्टा धाएर 2 घण्टा धाएर 4 घण्टा धाएर स्कुल पढेका डाक्टरहरू धेरै छन्, इन्जिनियरहरू धेरै छन् यहाँका भन्दा। त्यो स्थिति आइसक्यो। यहाँ के भयो? प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस शिक्षाको ज्योति फैलाउने पहिलो भूमि रहेको र आज छोरीहरू यहाँ पढ्न नपाएको र यहाँ शिक्षाको स्थिति पनि कमजोर भएकोमा दुःख व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई आग्रह गर्दै छोरीहरूलाई विशेष रूपमा पढाउनका लागि आग्रह गर्नुभएको छ र पहाडी जिल्लाहरू पढेरै समृद्ध भएको उदाहरण दिँदै मधेस पनि फेरि पुरानै अवस्थामा फर्किन सक्ने भनेर उहाँले सङ्केत गर्दै मधेस सरकारलाई आउने आर्थिक वर्षको बजेट शिक्षामा केन्द्रित गर्न पनि सल्लाह दिनुभएको थियो। त्यसकारण तपाईँहरूले छोरी पढाउँ भन्ने एउटा अभियान चलाउनु भएको थियो। ठिक छ, छोरी पढाउँ। मधेसलाई म आग्रह गर्न चाहन्छु, महिलाहरूलाई सम्मान गर्न सिकौँ। छोरी पढाउने परिपाटी सिकौँ, महिलाहरूलाई सम्मान गर्न सिकौँ, छोरी पढाउन सिकौँ। साथीहरूलाई भन्न चाहन्छु, म बुढेसकालमा छोराले हेर्छ भन्ने तपाईँहरूलाई कुपरेको छ। छोराले हेर्छ हेर्नु त, तर छोराले भन्दा अलिक बढी चाहिँ छोरीले हेर्छ है। त्यसकारण छोरी जन्मियो भनेर पिर नमान्नुहोस्। छोरी जन्मियो भने अलिक बढी खुसी हुनुहोस्। जिन्दगीलाई ढुक्कै हो। आज जुन एउटा नयाँ सुरुवात गर्नुभएको छ प्रदेशमा, यो अत्यन्तै खुसीको कुरा हो। म खुसी व्यक्त गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु। आज जुन बाटोहरूको शिलान्यास भएको छ, सफलता छिटै मिलोस्, गुणस्तरीय सफलता मिलोस् है। समयभित्र होस्, गुणस्तरीय होस्। मधेसमा समस्या गुणस्तरीयताको पनि छ। गुणस्तरीय काम होस् भन्ने मेरो